हेलो एन्ड नमस्ते। सर्वप्रथम सबैजनालाई फेरि पनि एकचोटि मेरो युट्युब च्यानलमा स्वागत गर्न चाहन्छु र आजको यस भिडियोमा चाहिँ मैले यो 2026 मा हुन गइरहेको जुन BTS को वर्ल्ड टुरको शेड्युल अनुसार सबैभन्दा पहिलो कन्सर्ट जुन चाहिँ दक्षिण कोरियाको खोयाङसीमा चाहिँ हुन गइरहेको छ र यो खोयाङसीमा हुन गइरहेको कन्सर्टको चाहिँ टिकटहरु चाहिँ कहाँबाट कसरी बुकिङ गर्ने, कुन साइटमा गएर कुन एपमा गएर चाहिँ टिकटहरु चाहिँ बुकिङ गर्न सकिन्छ र यो टिकटहरु पाउने चान्स चाहिँ कसरी टिकटहरु बुकिङ गर्दा चाहिँ अलि पाउने चान्स चाहिँ हाई हुन्छ भने चाहिँ यसको बारेमा चाहिँ मैले डिटेल रूपमा चाहिँ भिडियो बनाउन गइरहेको छु र यदि तपाईहरुले दक्षिण कोरियामा हुनुहुन्छ, BTS चाहिँ तपाई BTS को फ्यान हुनुहुन्छ, BTS को कन्सर्टको टिकट चाहिँ एकदमै तपाईलाई बुकिङ गर्न मन छ तर बुकिङ गर्न चाहिँ गाह्रो भइरहेको छ भने चाहिँ आजको यो भिडियो हेरेर चाहिँ तपाईलाई पक्कै पनि अलिकति सहयोग मिल्नेछ भन्ने चाहिँ मैले आशा लिएको छु र तपाईले अहिलेसम्म यो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने एकचोटि कृपया च्यानललाई सब्स्क्राइब गरेर साइडमा रहेको बेल आइकनलाई पनि एकचोटि थिच्दिनु होला र अब लागौं यो BTS को कन्सर्टको टिकट चाहिँ कसरी बुकिङ गर्न सकिन्छ भन्ने कुरातर्फ र यो पाली रहेको यो कन्सर्ट चाहिँ कन्सर्टको प्राइसको कुरा गर्नुपर्दाखेरि चाहिँ यो पाली चाहिँ टोटल 3 वटा क्याटेगोरीमा टिकटलाई छुटाएको छ र पहिलो क्याटेगोरी भनेको चाहिँ साउन्ड चेक क्याटेगोरी भनेर उनीहरुले अलि VIP हरुलाई छुटाएको हो र यो VIP को प्राइस चाहिँ 2,64,000 वन् रहेको छ। त्यस्तै गरी अर्को भनेको जेनरल आर भनेर छुटाएको छ र यो जेनरल आर को प्राइस चाहिँ 2,20,000 वन् रहेको छ भने लास्ट भनेको चाहिँ जेनरल एस भनेर छुटाएको छ र जेनरल एस को प्राइस चाहिँ 1,98,000 वन् चाहिँ उनीहरुले राखेको छ र यसमा चाहिँ ब्याट पनि इन्क्लुड गरेर चाहिँ यति प्राइस चाहिँ तोकेको छ है त। र त्यस्तै गरी तपाईले मैले सिकाए जसरी नै बुकिङहरु गर्दा पनि तपाईको टिकट चाहिँ बुकिङ गर्न सक्नु भएन भने चाहिँ केही छैन। फेरि पनि BTS को कन्सर्ट चाहिँ यो 6औं महिनाको 12 र 13 तारिख चाहिँ बुसानमा हुन गइरहेको कारणले गर्दाखेरि तपाईले यो खोयाङको टिकट चाहिँ बुकिङ गर्न नसक्नु भए पनि केही छैन। तपाईले बुसानको टिकट चाहिँ फेरि त्यो बेला चाहिँ राम्रोसँग तयार गरेर चाहिँ तपाईले टिकट चाहिँ बुकिङ गर्न सक्नुहुन्छ है त। र टिकट बुकिङको लागि चाहिँ तपाईले सबैभन्दा अगाडि आफ्नो मोबाइलमा चाहिँ तपाईले एनुअल टिकट भनेर चाहिँ यो डाउनलोड गर्नुपर्ने हुन्छ र यो एप डाउनलोड गरेपछि तपाईले यसलाई खोल्नुस् र खोलिसके तपाईको आफ्नो तपाईले आइडीहरु छैन भने चाहिँ आइडीहरु राखेर तपाईले लगइन गर्नुस् र आइडीहरु बनाउन अल्छी लाग्यो भने तपाईले डाइरेक्ट काकाउबाट डाइरेक्ट तपाईले चाहिँ लगइन गर्नुभयो नि हुन्छ हैन। लगइन भइसकेपछि तपाईले चाहिँ यहाँबाट आफ्नो होममा जानुस् र होममा गएर तपाईले चाहिँ यहाँ यो टिकटबाट चाहिँ धेरै थरीको यहाँ कन्सर्टहरुको टिकट तपाईले यसरी देख्न सक्नुहुन्छ र यहाँ चाहिँ तपाईले अब माथि सर्च बारमा गएर तपाईले BTS भनेर सर्च गर्नुभयो नि हुन्छ र यहाँ मैले सर्च गरे भएले यहाँ आइराको छ BTS वर्ल्ड टुर भनेर यसरी आइराको छ र यहाँ चाहिँ अहिले चाहिँ नखुलेको कारणले गर्दाखेरि चाहिँ अहिले यस्तो देखाइराको छ र यहाँ चाहिँ भोलि 1 को 22 को 8 बजेबाट चाहिँ मेम्बरशिप भएकोलाई चाहिँ अग्रिम बुकिङ चाहिँ खुल्ने र 1 को 23 को 20 भने 8 बजे चाहिँ नर्मल टिकट चाहिँ खुल्ने भनेर यसरी दिएको छ हैन। त्यसै तपाईलाई अब यहाँ यसको कन्सर्टको डिटेलहरु पढ्न मन छ भने तपाईले यसरी यहाँ चाहिँ पढ्न सक्नुहुन्छ हैन। यसको नियमहरु के छ भनेर सबै तपाईले यहाँबाट डिटेलमा पढ्न सक्नुहुन्छ हैन। अनि त्यसपछि तपाईले अहिले हामीले यो बुकिङ भोलि खुल्ला भएपछि चाहिँ कस्तो हुन्छ त यसको बुकिङ भनेर तपाईले हेर्नको लागि चाहिँ अहिले बुकिङ भइरहेको यो चाहिँ तपाईले यहाँ देख्न सक्नुहुन्छ। यहाँ लेसारा फिल्मको जुन कन्सर्टको टिकट चाहिँ यसरी बुकिङ खुल्ला भइरहेको छ र यसको लागि चाहिँ तपाईले एमए हागीमा क्लिक गर्नुभयो भने भोलि चाहिँ यसरी तपाईले ठ्याक्क यस्तै पेज खुल्छ। तपाईको एमए हागीमा क्लिक गरेर त्यहाँबाट तपाईले डेट सिलेक्ट गरेर त्यहाँबाट तपाईले चाहिँ कुन चाहिँ टिकट तपाईलाई चाहिएको कुन क्याटेगोरीको टिकट चाहिएको तपाईले अब त्यो सिलेक्ट गरेर सन्चै गर्नुभयो भने तपाईको यसरी तपाईले त्यहाँबाट यहाँ माथि आको यो अक्षरलाई तपाईले जस्तोको तस्तै लेखिदिनुस् र त्यसपछि तपाईले यहाँ आफ्नो सिटहरु चाहिँ तपाईले सिलेक्ट गरेर सिट छ भने चाहिँ तपाईको सिलेक्ट गरेर चाहिँ तपाईले त्यहाँबाट पेमेन्ट गर्नु भने तपाईको चाहिँ टिकट चाहिँ बुकिङ चाहिँ कन्फर्म हुन्छ है त। सिट खुला छ भने चाहिँ यहाँ टक्क तपाईले थिच्ने बित्तिकै ट्याक्क हुन्थ्यो तर तपाईले चाहिँ सिट चाहिँ खुल्ला नभएर हो कि के हो सिट प्याक भइसकेर चाहिँ अलि VIP सिट चाहिँ सायद खुल्दै छ कि सबै प्याक भइसकेर चाहिँ यस्तरी थिच्दाखेरि भएको छैन। तपाईको सिट खुला छ भने तपाईले यसरी क्लिक गर्दा चाहिँ ठ्याक्कै तपाईको क्लिक हुन्छ र त्यसपछि तपाईले चाहिँ पेमेन्ट गर्नु भने चाहिँ पेमेन्ट चाहिँ कन्फर्म भनेर आयो भने त्यसपछि तपाईको टिकट चाहिँ बुकिङ कम्प्लिट भएको भनेर चाहिँ तपाईले बुझ्नु भए चाहिँ हुन्छ है त।